हाई गाइस शिव नमस्ते म सुशील यामपुर राई मेरो च्यानल र म सुशील यामपुर तर्फबाट यहाँहरू सबैजनालाई माघे सङ्क्रान्तिको शुभकामना छ र शुभकामना सँगसँगै फेरि अर्को एउटा हल्ला फेरि फिरिँदैछ बिकज अफ कोभिड सो वी हेभ टु फलो द अल रुल अफ कोभिड बिकज टाइम इज गोइङ अन भेरी क्रिटिकल र हल्ला मात्रै सुनेर फेरि हामीले धेरै पेनिक फिल पनि गर्नु जरुरी छ जस्तो लाग्दैन किनभने हामीले पहिला पनि फेस गरेको हो नि त यो कोभिडसँग कसरी लड्ने हामीले के नियमहरूलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ भन्ने सो हामीले धेरै डराएर आफूले कमजोर पनि बनाउनु हुँदैन इट्स नट अ बिग डिल सो यो चिजहरू सबैले फलो गर्दै पनि जानुहोस् फलो गर्दै जाउँ र हामीले कोभिडलाई जित्नु पर्नेछ कोभिडसँग फाइट गर्नु पनि पर्नेछ है र हाम्रो संस्कृति चाडबाडलाई पनि बचाउनु पर्नेछ रमाइलो पनि गर्नुपर्नेछ इन्जोय पनि गर्नुपर्छ किप गोइङ अन कन्टिन्यू एन्ड वान्स अगेन आई विस टु यु अल ह्याप्पी माघे सङ्क्रान्ति टाटा बाई र अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने खुसी अनि ह्याप्पिनेस चाहिँ यसरी नै रोटी जस्तै घुम्दै फिर्दै हाम्रो लाइफमा आनन्द आइन्छ अब चाडपर्व त आइ नै रहन्छ होइन हर साल पनि आइरहन्छ तर खुसी चाहिँ आउनु पऱ्यो क्या हजुर यसरी घुम्दै फिर्दै ल त हजुरहरू आजको भिडियो यति नै स्टे सेफ बी ह्याप्पी एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो